बनाइ छ दाइ भाइ ल अब थ्याङ्क यू सो मच तपाईँलाई कस्तो लाग्यो अब यो चाहिँ युट्युबमा आउँछ तपाईँले धरान रङ थीम सङ भन्ने बित्तिकै र अब यो गीत हेरिसकिसकेपछि आफ्ना केही मन्तव्यहरू राखिदिनु हुनको लागि म हार्दिक अनुरोध गर्छु यतिखेर सुरेन्द्र सरलाई विशेष गरी धरान जेन्टलको उपस्थिति यो गीतमा भनौँ यो प्राइडमा धरान रङमा धरान जेन्टलको उपस्थिति आफ्ना केही विचारहरू र केही मन्तव्यहरू राखिदिनु धन्यवाद सब्जीमा आउनुभयो गर्दा पनि धन्यवाद दिन चाहन्छु म सुरेन्द्र चौधरी धरान जेन्टलको म्यानेजर अनि यो एउटा धरान रन भनेको एउटा धरानमा प्राइड गर्दा जुन एउटा गौरव युक्त काम जुन गरिराख्नु भएको छ र धरानलाई जुन विश्व सामु चिनाउने र एउटा स्वास्थ्यको लागि चाहिँ हामी कुद्नुपर्छ भन्ने जुन एउटा उद्देश्य स्पिरिट राख्नु भएको छ र हामी पनि यसमा चाहिँ सहभागी हुन पाउँदाखेरि र सहभागी गराउनलाई चाहिँ उहाँप्रति चाहिँ उत्सुक गराउनु भएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु हाम्रो पोर्तेज सरलाई है अनि उहाँले चाहिँ थिम सङ एउटा बनाऊँ भनेर भन्दै गर्दाखेरि एउटा
प्रपोजल ल्याउँदै गर्दाखेरि चाहिँ हामी किन नगर्नु त, एउटा धरानको सानो हो नि त, हामी पनि जोडिनु पाउँदाखेरि हामीलाई पनि खुसी लाग्छ। र हामी एउटा डेन्टलको मात्र के भन्छ सेवामा मात्रै नभएर एउटा सामाजिक कार्यमा पनि समर्पित छौँ भन्ने एउटा देखाउनको लागि र हामीले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा धरानलाई चाहिँ हामीले चिनाउँदै गर्दाखेरि यो कार्यक्रममा पनि सहभागी हौँ त भन्ने हिसाबले गर्दाखेरि चाहिँ हामीले चाहिँ यो एउटा धरान ड्रमको लागि चाहिँ हामीले थिम सङमा सहयोग गर्नु पाउँदाखेरि खुसी लागेको छ। सम्पूर्णलाई धन्यवाद दिँदै मेरो यो 2 शब्द यहाँ आजलाई टुङ्ग्याउन चाहन्छु। धन्यवाद। थ्याङ्क यू सुरेन सर। र तपाईँको यो सपोर्ट यो धरानलाई हो र विशेष गरी धरान डेन्टलले चाहिँ गरिराखेको छ र यो हुन्छ नि वर्क स्पिड भन्छ होला होइन, र काम नै बोलिराखेको छ विशेष तपाईँको। म यतिखेर आदरणीय दाइ चरु केसी दाइलाई म यो माइक दिन्छु। उहाँको विचारहरू हामी सुन्नको लागि एकदम प्रतीक्षामा छ हाम्रो कानहरू। धन्यवाद पौडेलजी, मेरो आदरणीय दाजु भन्दाखेरि मेरो आदरणीय दाजु स्वास्थ्य हुनुहुन्छ मिनाजी, धेरै लामो सहकार्य गर्न पाएको छु। आज एउटै मञ्चमा उभिन पाएँ उहाँसँग। यो अर्थमा म भाग्यमानी हुन गीतको कुरामा चाहिँ म त्यस्तो मुक्त मान्छे होइन, तर धरान रन भन्ने त्यो रन भन्ने जुन टाइपको गीत छ यसले धरानको समग्रतालाई बोकेको छ भन्ने नै लाग्छ। यसको जुन शब्द छ नि जित्नलाई होइन जुट्नलाई एकदम कसिरहेको मलाई उहाँले पौडेलजीले मलाई एकचोटि सुनाउनु भएको थियो। अनि के अरे जित्नलाई होइन जुट्नलाई यो शब्दले यति मलाई चाहिँ हिट गर्यो होइन, मतलब सिङ्गो यो गीत नै यहाँ छ भन्ने लाग्छ क्या मलाई चाहिँ। यो सिङ्गो त्यो अरू कता के छ त मलाई थाहा भएन होइन, तर सिङ्गो गीतको मर्म चाहिँ यहाँ छ क्या। हामी जो यहाँ धरान रनमा आइरहेको छ दौडाउनको लागि उहाँहरू विश्वका विभिन्न मुलुकहरूबाट आइरहनु भएको हुन्छ क्या। त्यसले गर्दाखेरि के हुन्छ भने उहाँहरू यहाँ आइसकेपछि उहाँले यहाँको हाम्रो संरचना पनि बुझेर जानुहुन्छ, यहाँको हाम्रो आर्थिकता पनि बुझेर जानुहुन्छ। मलाई थाहा छैन उहाँले जित्नुहुन्छ कि जित्नु हुँदैन, तर जुट्नु त भयो नि त, विश्वको कुनै एउटा कुनाबाट जुट्नु त भयो नि त। यो चाहिँ ठुलो कुरा हो र गीतको थिम चाहिँ यहाँ छ भन्ने लाग्छ। तथापि म गीत सम्पूर्ण रूपले बुझ्ने मान्छे चाहिँ गीत सङ्गीत मेरो अलिक मेरो बसभन्दा टाढाको कुरा हो। तर पनि यो शब्द चाहिँ म घरिघरि खेलाउँछु, म आफै पनि कविताहरू लेख्छु, कथाहरू लेख्छु। त्यो हिसाबले शब्द अलिअलि खेलाउँछु कि भन्नेमा आफूलाई लागेको हुनाले यो थिम सम्पूर्ण थिम चाहिँ यहाँ छ भन्ने लाग्छ। अलिक कम बोल्ने भने माफी चाहन्छु। हस्, धन्यवाद। अझै धेरै सुनौ लाग्ने टाइपको शब्दहरू यतिखेर आदरणीय सुभाष सर म दिन्छु। यतिखेर सुभाष सरलाई हामी सुन्नेछौँ। धन्यवाद। धन्यवाद पौडेलजी, धरानका अध्यक्षज्यू, हाम्रा डेन्टलका सहकारी गर्नुहुने सुरेन्द्रजी, अनि हाम्रो आजको चाहिँ आकर्षकै भनौँ पूर्व चाहिँ सुनसरी जिल्लाको पूर्व अध्यक्षज्यू जनक ऋषि, मैले साथै तथा महासङ्घ अध्यक्षज्यू, साथै मैले माया र रेस्पेक्ट गर्ने मेरो भाइ एकदमै मनैबाट मैले उहाँको कार्यलाई, उहाँको क्षमतालाई, दक्षतालाई अनि उहाँको सधैँ साली नै हुनुहुन्छ, त्यसलाई पनि म एकदमै रेस्पेक्ट गर्छु। धेरै कुरा बोल्नुभन्दा पनि उहाँले भन्नुभए जस्तै म यो गीत चाहिँ सुन्नु चाहिँ एकदमै मनपर्छ मलाई। अनि यो गीत सङ्गीतको चाहिँ त्यति विज्ञ छुइनँ, सबै कुरा चाहिँ विज्ञ उहाँ के अरे ऋषिजीले भनिसक्नु भएको छ, जनक ऋषिजीले। यो धरान रन आफै रन 14th चाहिँ वर्षमा हामी लागिरहेको छु, रन हुँदैछ हाम्रो। यो 14मा पुग्दाखेरि विश्वभरि नै चिनिएको छ धरान रन भनेपछि। सबै मान्छे तपाईँहरूलाई एउटा जानकारीको लागि हङकङमा राजुलामा चाहिँ भोलि गइरहेछ, भोलि उसको कार्यक्रम छ, पर्सिको दिन आउँछ धरान रन कुद्नको लागि। भोइस अफ नेपाल सिजन 7 जित्ने एउटा बहिनी, त्यो नानी पनि धरान रनको नामले नै आउँदैछ यहाँनिर, धरान रन हेर्न, कुद्न, दौडिनको लागि। उसले दौडेर त जित्दैन। जनकजीले भन्नुभयो जस्तै यो रन चाहिँ
जित्न होइन, एकजनाले जित्ने हो, दुईजनाले जित्ने हो, तीनजनाले जित्ने हो। त्यसमा चाहिँ हाम्रो कलाकार मित्र हुर्तेल भाइले चाहिँ यस्तो गरिदिनु भयो कि अब यो सबै खेललाई नै तपाईँले जुटाइदिनु भयो क्या। सबै कुरा त आइ नै सकेको छ बिसिडीबाट, जनबिसिडीबाट। अब सबै त फर्स्ट हुँदैन नि त। अब आज हाम्रो नेपाल चाहिँ वर्ल्ड कपमा चाहिँ क्रिकेटमा भाग लिएर चाहिँ अब अन्तिम गेम खेलेर फर्किँदैछ होला हामी, तर सहभागिता भन्नु त ठुलो कुरो, जित्ने त एउटाले होइन। तर यो शब्द यस्तो छ नि, त्यो कान नसुन्नेले बाहेक सबैले बुझ्छ। त्यसको लागि विशेष धन्यवाद दिन चाहन्छु म एउटा धरान रनको चाहिँ वरिष्ठ सल्लाहकार भएको हिसाबले। अब यस्तो यस्तो गीतहरू, यस्तो शब्दहरू अझै चयन गर्दै ल्याउनु होला। शुभकामना छ, शुभेच्छा छ, अझै उत्तरोत्तर प्रगति गर्नुहोला। हाम्रो तर्फबाट पनि केही गर्नु पर्यो भने हामी सहयोग गरौँला है। फेरि पनि यो शब्द चाहिँ किनेर पाइँदैन होइन। थ्याङ्क यू, धन्यवाद। जय धरान। अझै सुनिरहनु जस्तो है शब्दहरू। म यतिखेर हामी सुन्छौँ, दिना सर हामी सुन्छौँ, आदरणीय व्यक्तित्व हुनुहुन्छ, समाजसेवी हुनुहुन्छ। धरानका सबै भनौँ न सर्वाङ्गीण विकासमा एउटा मिडियाको जति ठुलो हात हुन्छ त्यस्तै उहाँको उपस्थिति पनि मलाई पछिल्लो समय लागेको छ। र अस्ति मेरो पोडकास्टमा सरलाई बोलाएँ र कुराकानी भयो। अनि दिना सर तपाईँको समय छ भने आइदिनुहोस् है भन्दाखेरि म आइदिनु भयो। र कतिजनालाई भने तर उहाँहरू आउनु भएन। भनेपछि कुनै पनि विषयमा उपस्थितिको कुरालाई गर्ने भने साँच्चै आज धरानले दाइले भन्दै गर्दा, सरले भन्दै गर्दा राम्रै काम गरिएछ कि क्या हो त सबैले लाग्दैछ मलाई। तर यो राम्रो कुरामा निना सरको उपस्थिति हुँदै गर्दा एकदमै खुसी लागेको छ। निना सर प्लिज हामी तपाईँलाई सुन्न चाहन्छौँ यतिखेर। धन्यवाद प्रमोद पोर्तेल सर। धरान रनका आजका यस कार्यक्रमका अध्यक्षज्यू, डेन्टलबाट धरान डेन्टलबाट उपस्थित हुनुभएका आदरणीय सुरेन्द्र सर, आदरणीय जनक ऋषि सर, आदरणीय दाजु लगायत यहाँ उपस्थित हुनुभएका सम्पूर्ण पत्रकार साथीहरू, मिडियाकर्मी, सञ्चारकर्मी साथीहरू लगायत यहाँ उपस्थित सम्पूर्णजनालाई नमस्कार। आज यो एउटा धरान रनको थिम सङ रिलिज प्रोग्राम छ डेभलपमा। यहाँ आइदिनुहोस् न, भेटौँ भन्ने हाम्रो प्रमोद सरले कुरा राख्नुभयो। मेरो पनि इटलीबाट ठ्याक्कै यही बेला म आइपुगेको थिएँ र त्यही सँगसँगै घरमा थोरै 5 मिनट पुगेर त्यसपछि म जाने थिएँ। मलाई खुसी लाग्यो यहाँले सम्झिनुभयो। धरान रन आफैमा धरानको एउटा सान र धरान रनले एउटा धरानलाई युनिफिकेसन गर्ने र विश्वलाई नै युनिफिकेसन गर्नका लागि एउटा युनिटीबद्ध हुनका लागि चाहिँ एउटा सन्देश दिएको छ यो मानेमा। र त्यसमा पनि धरान रन जहाँ चाहिँ रनिङ हुन्छ, रनिङले चाहिँ स्वास्थ्यलाई लाभदायक हुन्छ, त्यस कारणले पनि अत्यन्तै महत्त्व बोकेको छ धरान रनले। र त्यसमा एउटा व्यवस्थित बनाउनका लागि एउटा सिडीको रूपमा चाहिँ थिम सङ तयार पार्नु भएको छ हाम्रो प्रमोद सरले र यहाँको इन्टायर टिमले। यसले चाहिँ फेरि पनि एउटा धरान रनको चार्जिङलाई चाहिँ एक स्टेप अगाडि बढाएको मलाई महसुस भएको छ। र जो धरान रनले अहिलेसम्म सफलता प्राप्त गरेको छ र धरानलाई विश्व सानो चिनाउने एउटा प्रयत्न गरेको छ, एउटा माहौल बनाउनु भएको छ। यसलाई चाहिँ निरन्तरता दिनका लागि यस्ता विभिन्न आयामहरू, विभिन्न टुल्सहरू चाहिँ स्टेपहरू अगाडि लिँदै जानुहोला। म शुभकामना पनि दिन चाहन्छु र हाम्रो प्रमोद सर र इन्टायर टिमलाई यो गीत जो आज थिम सङ तयार पार्नुभयो यसको लागि हार्दिक बधाई पनि दिन चाहन्छु र शुभकामना पनि व्यक्त गर्न चाहन्छु। यो थिम सङ 1 वर्ष लाग्यो भन्ने कुरा गर्नुभयो। 1 वर्षको परिणाम अत्यन्तै सुन्दर मिठो लाग्यो र मलाई पनि त्यति गीतमा त्यति ज्ञान नभए पनि मिठास जो छ त्यसले चाहिँ सबैले छुन्छ जस्तो लाग्यो। यो गीतको मिठासले मलाई अत्यन्तै छुयो
र यसमा शब्दको चयन चाहिँ जित्नलाई भन्दा पनि जुट्नलाई भन्ने खालको जो यहाँ उहाँले तयार पार्नुभयो जित्नका लागि होइन जुट्नका लागि धरान रन भनेर यसले धेरै सन्देश चाहिँ फैलाएको छ हाम्रो आदरणीय जनक ऋषिदाई आदरणीय दाजुहरूले भन्नुभयो जस्तै त्यसो भएको हुनाले यो चाहिँ जुट्नका लागि हो कि हामीले भिडियोमा पनि देख्न सक्छौँ होइन क्षमतावान मात्रै नभएर डिसेबल व्यक्तिहरू पनि त्यहाँनिर उहाँको पनि उपस्थिति देखिन्छ प्रष्ट रूपमा र देशका मात्रै नभए बाह्य व्यक्तित्वहरू व्यक्तिहरू पनि देखिन्छ त्यसो भएको हुनाले त्यो भिडियोले पनि थप प्रष्ट पारेको देखिन्छ त्यसो भएको हुनाले मैले यो जो आजको गीत हामीले सुन्न पायौँ हेर्न पायौँ यसले चाहिँ धरानले जो धरानको शानलाई चाहिँ एउटा बरकरार राखेको छ यसमा पनि एउटा आयाम चाहिँ डेफिनेटली थपेको छ भन्ने मलाई लागेको छ मैले यति भन्दै यहाँलाई फेरि पनि धरान रन र यो गीत सङ्गीत जो एउटा आज थिम सङ रिलिज गर्नुभयो एन्टायर टिमलाई फेरि पनि शुभकामना दिँदै मेरो मन्तव्य यहाँ टुङ्गाउँछु हस् धन्यवाद थ्याङ्क यू दिनेश सर मेरो 2019 मा एउटा गीतले बेस्ट पप सङ अवार्ड पायो कि त्यो चाहिँ इन्टरनेसनली थियो वर्ल्ड म्युजिक नेपाली अवार्ड 33वटा देशमा चाहिँ कम्पिटिसन भएको थियो फर्के आउँछु भन्दै थियो म देशमै फर्केर केही गर्छु भन्ने सन्देश थियो त्यो गीतमा प्रेम ध्वज प्रधानले पनि सिग्नेचर गर्नुभएको थियो जुरी हुनुहुन्थ्यो त्यसपछि चाहिँ मलाई लाग्यो ओहो मैले गरिरहेको प्रयास चाहिँ साँच्चै अगाडि चाहिँ अलिकति म पनि केही गर्न सक्ने रहेछु है मैले गर्नुपर्ने रहेछ है भन्ने एउटा जिम्मेवारी मैले एउटा अनुभूति गरेको थिएँ साँच्चै यो गीतलाई मैले यत्रो ठुलो प्राइजलाई मैले छुँदै गर्दाखेरि त्यो ठुलो टिमवर्क हो नि कोसिस गरेँ तर म आफैलाई चाहिँ म एकदमै भएकै छैन लाग्ने क्या हुन्छ नि अब मैले यो घन्टी बजाउँदै गर्दाखेरि मलाई अहिले पनि चित्त बुझेको छैन तर जुन प्रयास भयो र मैले जुन कुराहरू देखेँ धरानमा अगाडिकै दिनदेखि महसुस गरेका थिएँ त्यो आधिकारिकता चाहिँ मैले पाउँदिनँ थिएँ क्या अहिले तपाईँहरूबाट मैले नसुनेको भएर चाहिँ साँच्चैकै मेरो कोसिस चाहिँ सार्थक भएछ भन्ने पनि महसुस मैले गरेको छु जस्तै कि समस्त तपाईँहरूको एकदमै प्रेसियस वर्डको लागि म यतिखेर धरानका अध्यक्ष र आजको यस कार्यक्रमका अध्यक्षता गरिराख्नु भएको दाइ हेमन दाइलाई म यतिखेर माइक दिन्छु दाइ अलिक नजिक आउनुहोस् तपाईँ हुन्छ अब हामी दाइलाई सुन्छौँ र त्यसपछि हामी फ्लोर ओपन गर्छौँ र तपाईँहरूको केही क्वेसन्सहरू हामी राख्छौँ धन्यवाद यस कार्य सञ्चालकज्यू यस दासमा आसँग निमा सर लगायत पत्रकार महासङ्घका निबन्धन अध्यक्ष अनिल शिवाज्यू त्यसै गरी धरान डेभलपका म्यानेजर सुरज चौधरीज्यू लगायत यस धरान रनका पहिल्यै संस्करणदेखि सहयोग गर्दै आउनुभएको हाम्रा वरिष्ठ सभाकारी सुरज राईज्यू लगायत यहाँ उपस्थित पत्रकार मित्र साथीहरू अनलाइन मिडिया एसोसिएसनका अध्यक्षज्यू लगायत उपस्थित सम्पूर्ण महानुभावहरूलाई धरान वनको तर्फबाट न्याय अभियान दिन टक्राउन चाहन्छु विशेष गरी हाम्रो प्रमोस जिल्लाले चाहिँ धेरै धेरै धन्यवाद दिन सक्छु किनभने हाम्रो धरानको गौरव धरान रन स्थापित भएदेखि अहिलेसम्म हामीले जति कार्यहरू गऱ्यौँ त्यो सबै सामाजिक कार्यहरू नै गरिआएको छौँ र मान्छेहरूलाई हाम्रो स्वास्थ्य सम्बन्धी नै कार्य रहेको जानकारी गराउन चाहन्छु र हाम्रो थिम सङ पहिले पनि एल्बम सङको रूपमा सृजन नेपाल दाजुले एउटा रचना गरिसक्नु भएको छ त्यसमा पनि अझै हामीलाई थिम सङकै रूपमा हाम्रो प्रमुखजीले पनि एउटा आयाम थप्नु भएको छ यो धरान सम्बन्धी नै गीत रचनाकार अब गायककार सबै सङ्गीतकार सबै दिएर चाहिँ हामीलाई एउटा आयाम थपेर अझ हामीलाई चाहिँ हौसला प्रदान गर्नुभएको छ उहाँलाई धेरै धेरै धन्यवाद धरान तर्फबाट त्यसै गरी यो आजको यस थिम सङ रिलिज कार्यक्रममा उहाँले जुन प्रस्तुत गर्नुभएको छ एकदम उत्तमनीय छ र प्रशंसायुक्त नै छ यसले यस आयनले चाहिँ हामीले धरान रनलाई चाहिँ एउटा टेवा पुग्छ भन्ने मलाई लागेको छ र यसले प्रतिनिधित्व नै गर्नेछ भन्ने पनि मलाई लागेको छ र उहाँको चाहिँ कन्सेप्ट अब शब्द चाहिँ निकै राम्रो छ कन्सेप्ट भएको छ कति कुराहरू होइन
हाम्रो पिके छ है भन्नुपर्दा हुन्छ है एकदम शब्द सङ्ग्रह राम्रो छ एकदम पृथक छ शब्दहरू अब यो यसलाई यहाँ मात्र नभएर चाहिँ अब अरू ठाउँ पनि हामीले चाहिँ यसलाई चाहिँ पूर्ण रूपमा पूर्णता दिने नै हाम्रो प्रतिबद्धतामा जाहेर गर्न चाहन्छौँ। उहाँले भनेअनुसार चाहिँ अब यो धरान रन जस्तै एउटा स्थापित भएको छ त्यो अहिले 14 संस्करण भइरहेको छ। त्यसै गरी अरू रङहरू पनि स्थापित हुँदै गएको छ जस्तै धरान रङहरू तपाईँको लेटाङको रङ भोजपुर रङ ताप्लेजुङ रङ अन्य ठाउँमा विभिन्न ठाउँहरूमा स्थापित हुँदै गएको छ। उहाँले भनेअनुसार जस्तै अब यो धरान रनमा मात्रै नभए यही गीत पनि उहाँहरूलाई चाहिँ हामी थिम सङ्गकै रूपमा पनि हामी प्रदान गर्न सक्छौँ भनेर चाहिँ उहाँले एउटा प्रतिबद्धता गर्नुहुन्छ। त्यसको लागि धेरै धन्यवाद। धरान रन लगायत सम्पूर्ण रनर्सहरू अथवा यस संस्थागत जति पनि रनिङ अर्गनाइजेसनहरूको उहाँले त्यो यति सोच दिनुभएको छ त्यसको लागि धेरै धेरै धन्यवाद दिँदै यस थिम सङ्गको लागि धरान मेडल जुनहरूले जुन चाहिँ आयोजन धेरै धेरै धन्यवाद दिन चाहन्छु। यहाँलाई पूर्ण जानकारी अब के दिन चाहन्छु भने अब हाम्रो भोलि पनि हेर्नु त्यो धरान रन अब 14औं संस्करण धरान 10K रन 2026 14 मेमा च्यारिटी अब हुन गएर यहाँलाई जानकारी दिँदैछ र यस फोर मार्फत यहाँलाई म टिममा जोइन गर्न चाहन्छु भने भोलि हाम्रो चाहिँ प्रेस मिट हुँदैछ 12 बजी यो धरान किचनमा यहाँलाई पनि यस फ्लोर मार्फत जानकारी गराउन चाहे र फेरि पनि हामी भेट्ने बाँचेका साथै मेरो मन्तव्य अन्त्य Thank you so much. र हामी केही समयपछि फ्लोर ओपन गर्छौँ। फागुन 9 गते त धरान रन हामी कुद्दैछ धरान र अघि दाइले पनि भन्नुभयो जस्तै धरान रनकै टेक्निकल सपोर्टमा अरू सिटीहरूमा पनि यो धरान रन जस्तै सिटी रन इटरी रन दमक रन होइन इलाम रन उदयपुर रन उहाँ पनि जस्तै धरान रन इनिसिएसन त छ नै त्यो चाहिँ एउटा टेक्निकल सपोर्ट रहन्छ। तर अब यो मैले चाहिँ दाइलाई के भनेको छु भने म्युजिकबाट पनि हुन्छ धरान रनको थिम सङ या यो बज्दै गर्दा यो म्युजिक पनि उहाँहरूको हुनसक्छ है। यो अर्थमा कि धरान रन भनिएको छ जस्तै इटरी रन तररा रन भन्न सकियो उदयपुर रन भन्न सकियो उहाँहरूको लागि हामी काम गर्छौँ होइन। जसरी हामी म्युजिकले धेरै कुरा भनेको छ नि यही सन्देश त हो नि अनि त्यो पनि एउटा कमिटमेन्ट धरान रन समूहले जुन त्यसलाई हामी गर्नेछौँ भन्नुभएको छ। यो अर्थमा चाहिँ धरान रनको थिम सङ जाँदै गर्दाखेरि धरान रनै पुग्ने हो क्या त्यहाँ यो सङ्गीत यो बज्दै गर्दा धरान रन सङ्गीतै त्यहाँ पुग्दै गर्दा त प्रत्यक्ष रूपमा धरान रनको इनिसिएसन छ है भन्ने कुरा अझै स्पष्ट रूपमा थाहा हुन आउँछ। अनि यो चाहिँ तपाईँले पनि इम्प्लिमेन्ट गरिदिनु होला म्यान्डेटरी नै राख्नुहोस् होला है भनिरहेको छु मैले चाहिँ वार्डले टिमलाई र पोजिटिभली हुनुहुन्छ र थ्याङ्क यू सो मच। र तपाईँको केही जिज्ञासाहरू छ भने यतिखेर फ्लोर हामी ओपन गर्छौँ र हाम्रो तपाईँहरूको लागि हामीले केही खाजाहरू तयार गरेका छौँ यो कृपया यो खाजा पनि लिएर गइदिनु होला। म यतिखेर फ्लोर ओपन गर्छौँ तपाईँको के क्वेसन छ भने प्लिज Floor open wide. Any questions? हुन्छ अब अध्यक्षज्यूले आजको यो कार्यक्रममा सबैलाई धन्यवाद भन्दै समापन फेरि पनि म यसलाई जोड्न चाहे कसैको जिज्ञासा नरहेको हुनाले म आजको यस यो धरान रनको थिम सङ चाहिँ रिलिज कार्यक्रमले समापन अथवा अन्त्य गर्न चाहन्छु। धन्यवाद। फेरि पनि अब चाहिँ आजको कार्यक्रम सकिएको छ धरान रन थिम सङको रिलिज भइसकेको छ। हामीले तपाईँलाई भिडियो पनि देखाइसकेका छौँ भनेदेखि र यहाँ हाम्रो अतिथिज्यूहरूले र गायकज्यूले सबै जानकारी दिइसक्नु भएको छ। सो भिडियोलाई अन्तिमसम्म हेरिदिनुभयो साथ दिनुभयो हजुरहरूलाई धेरै धेरै धन्यवाद दिँदै फेरि पनि हामी भेट्ने बाचा गर्दै हस्त नमस्कार सबैको जय होस्।